हजुरको शुभ नाम? वाइडी बज्राचार्य। वाइडी बज्राचार्य कसरी भयो भने अस्ति भने मेरो जन्म काठमाडौँको जोद्धसभा न्यू रोडमा है। अनि मेरो बाउले जुद्धसभामा जन्मेको हुनाले जुद्धवीर भनेर नाम राख्यो। जुद्ध सभामा जन्मेको हुनाले जुद्धवीर राख्यो। यसरी चाहिँ जब हुने बेलामा मैले जान्ने भएर जे लेखेको अलिकति डिजाइन भएछ, जेबाट वाइ भएछ। युद्ध भएको छ, जो गर्छु र छ युद्धमा वीर मैले वाइडी बज्राचार्य राखेँ। अनि हजुर चाहिँ कहाँनिर आउनुहुन्छ बुवा? म बलपुर कुमारी क्लब। बलपुर कुमारी क्लब। अनि हजुर चाहिँ के समस्या कम्मरमा नसा च्यापिएको अनि खुट्टाको हड्डी खिएको। कति समस्या, कति वर्ष भयो यो समस्या भएको बुवालाई? यो नसा च्यापेको 6-7 वर्ष भयो। नसा च्यापेको 6-7 वर्ष अनि सँगसँगै खाएँ 18 वर्ष भयो, केही पनि भएन। जब घर बस्न आएँ त्यो पल्सी लाग्यो क्या, घर बसेपछि बिस्तारै बल्झ्यो कि पक्कै थिएन। अनि हजुरलाई चाहिँ अब यो प्रविधिको बारेमा सल्लाह सुझाव दिएर जानकारी दिएर चाहिँ हजुरलाई कसले यहाँनिर ल्याउनु भयो? यसको श्रेय मेरो बहिनीलाई, किनभने उसले चाहिँ मलाई भनेको थियो। बहिनीको नाम पनि भनिदिनुहोस् न हजुर। रिता बज्राचार्य यो बहिनी हो। रिता बज्राचार्य आउँछ। उहाँले चाहिँ के हजुरलाई के भनेर सल्लाह सुझाव दिनुभयो यो प्रविधिको बारेमा? अलि हाइटमा छ, अलि ओह्रालो छ, अनि हिँड्ने बेलामा अलिकति मलाई गाह्रो थियो। अनि त्यो उसले हेरेर आएको छ, दाइ तपाईँलाई गाह्रो भयो, तपाईँ घरमै पालन गराउनु भयो, यो चाहिँ यहाँ नयाँ प्रविधि आएको छ कोरियन, त्यहाँ थेरापी गरेको छ, तपाईँलाई निको हुन्छ, मलाई पनि राम्रो भएछ भनेर भने ल त म पनि अनुभव गर्नु आएन। किनभने म चाहिँ अकुपञ्चर करिब मैले धेरै गरेँ, गरौँ चाहिँ निको भयो, तर अकुपञ्चरले मलाई कम भएन। अनि त्यो भएर मैले गरिहालौँ भनेर। अनि आमाले यहाँनिर यो प्रविधिको बारेमा चाहिँ हजुरलाई जानकारी दिनुभयो अनि हजुर चाहिँ आउनुभयो है। अब हजुर आउनुभएको चाहिँ कति भयो? आज 8 दिन तर बिदाउमा अब 1 हप्तालाई म बैङ्कक जानेछु। 1 हप्ता म एब्सेन्ट हुन्छु। अनि 1 हप्तामा कस्तो अनुभव लिइरहनु भएको छ हजुरले यहाँ? अब अनुभव रूपमा मलाई दुखिरहेछ, एकदमै दुखिरहेछ। म बस्न पुगिरहेको छु, ढेङ्गा लाग्ने गाह्रो छ, दुखिरहेछ। क्लास यो मेरो नसाद यो हड्डी त क्र्याक भएर सायद बिस्तारै मिल्दै होला। आशा छ राम्रो हुन्छ भन्ने मलाई विश्वास छ। अनि यहाँ आउनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ उहाँलाई के भन्न चाहनुहुन्छ हजुरले? मलाई भन्न चाहन्छु के भनेदेखि स्वास्थ्य सबभन्दा ठुलो हो। आफ्नो स्वास्थ्यलाई आफै हेर्नुपर्छ। त्यस कारण सबभन्दा पहिले आफ्नो स्वास्थ्य हेरौँ। आफ्नो स्वास्थ्य राम्रो भएपछि अरूलाई पनि आउने सल्लाह दिन्छु।